हामीलाई सधैँ सल्लाह र सुझाव अनि सहयोग गर्नुहुने आजका यस कार्यक्रमका प्रमुख अतिथि द नचरनेस फोनिक्स मन्टेसरीकी संस्थापक प्रिन्सिपल श्रीमती शारदा देवी आछामीज्यू, विशेष अतिथि गोर्खा नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष श्री प्रदीप कुँवरज्यू, हामीलाई सधैँ साथ र हौसला दिनुहुने अतिथिज्यूहरू, यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण प्यारा अभिभावकज्यूहरू र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म भगवती कडेलको तर्फदेखि नमस्कार व्यक्त गर्न चाहन्छु। उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु। 2075 सालबाट सञ्चालित यस मन्टेसरी एकाडेमी हाम्रा क्षेत्रका बालबालिकालाई सर्वाङ्गीण विकासको लागि एक उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ। हाम्रो विद्यालयले गुणस्तरीय शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलाप, सृजनशीलता र नेतृत्व क्षमता विकासको लागि पनि जोड दिँदै आइरहेको छ। विद्यार्थीहरूको उत्कृष्ट नतिजा, खेलकुद र विभिन्न क्रियाकलापहरू हाम्रो लागि गर्वको विषय हो। तपाई अभिभावक र शुभचिन्तकहरूको सल्लाह सुझाव आत्मसात गर्दै हामी अगाडि शैक्षिक सत्र 83 बाट ओएसिस मन्टेसरी एकाडेमीको नामबाट कक्षा प्ले ग्रुपदेखि कक्षा युकेजी सम्म र एभरग्रीन बोर्डिङ स्कुलको नामबाट कक्षा 1 देखि कक्षा 7 सम्म विद्यालय सञ्चालन गर्न गइरहेका छौं। तपाईहरुलाई कक्षा युकेजी सम्म त राम्रोसँग पढाइयो, अब माथिल्लो कक्षाहरुमा कता लैजाने, के गर्ने, कता पढाउने भन्ने चिन्ता हटेको छ। 2082 साल असार 2 गतेबाट गोर्खा नगरपालिका वडा नम्बर 10 छेपेटारमा सञ्चालन गर्न पाउने अनुमति प्राप्त भएपछि हामी एकदमै हौसिएका छौं र यहाँहरूको साथले हामी यस क्षेत्रका बालबालिकालाई आधारभूत तहको उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछौं। यति भन्दै आजको यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउन मद्दत गर्नुहुने सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।